फेरि पनि हेलो एन्ड नमस्ते टु एभ्रिवान सो इट्स मी निरज द यङ कोच अफ द कराटे है ल आज चाहिँ म ठ्याक्क म घरकै आफ्नै घरको छतमा थिएँ अब म कराटे जानै लागेको कराटे चाहिँ ठ्याक्क मेरो घरकै अगाडि छ क्या एकदमै सजिलो कुरा देख्न सक्नुहुन्छ ठ्याक्क यो हिमालयन वृद्धाश्रमको तल छ सो अब म जान लागेको डोजो मैले यसरी लङ भिडियो बनाउनु चाहिँ फर्स्ट टाइम हो यो बनाएको चाहिँ है सो फर्स्ट भ्लग यसरी चाहिँ मैले बनाएको सो आज चाहिँ हाम्रो डोजोमा चाहिँ फन्डे छ फन्डे सो दे आर भेरी एक्साइटेड आवर स्टुडेन्ट्स आर भेरी एक्साइटेड है ल आज हेरौँ के रमाइलो गर्छन् तिनीहरूले अनि मेरो चाहिँ आज त्यो भिडियो खिच्ने काम नै हुन्छ यति हो त्यसपछि ल ठ्याक्क डोजोमा गएर भेटौँ ल बाई ल गाइस म चाहिँ आइसकेँ मेरो भाइहरू हेरौँ है त भित्र के गर्दैछ ल फास्ट ल आज त एक्साइटेड होला सबजना ल ल ल गरिहाल त्यो पनि गइसक्यो होला हाम्रो केटारी कति आइसक्यो यो भाइ हेरौँ अब यो भाइले भाइ सानो भयो नि यत्रो मान्छेलाई तान्दियो है ल हाम्रो रन्जित फेरि पनि इन्टेन्स भइरहेछ म्याच चाहिँ ल के भइरहेछ मैले बुझ्नै सकेन ओ त्यहाँ छोएर पनि आइसक्यो ल भाइ गइसक्यो फेरि पनि ल फेरि पनि बनाइसकेका छन् उसले जितिरहेछ मलाई त्यो पनि थाहा छ रमाइलो चाहिँ भइरहेछ है ओए ओए त्यस्तो चाहिँ नगर है त्यस्तो चाहिँ ल कुन टिमले भाइ कुन टिमले जित्यो साँच्ची हो नि ए ल ल ल ल भनेपछि यिनीहरूको टिमले जितिसक्यो फर्स्ट राउन्ड भाइले त्यहाँ समय पनि सक्यो कला खेल्छ भाइ चाहिँ ल अब को आउँछ उतादेखि ल पालै पालाउन अलिक सिस्टमेटिक वेमा उज्जवल भन्ने आइसक्यो ल उसले समाउन सक्छ कि सक्दैन लेट्स सी
ल हाम्रो क्रिस सैजु एनिवे ल भाइ आइफोन छ त ल ल ल ल ल खै 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 नाइस 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 ओके 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 बाबु आउन बित्तिकै हार्दा कस्तो भइरहेछ Thank you for watching my video. This is day 11 of 30 days student become teacher challenge. Day 12 will more interesting. So follow and subscribe for day 12. See you in next video.